भनौँ कहिलेको साइडवेज 10 महिना खेलेको साइडवेजमा त्यसपछि उसले फन्डामेन्टल के छ भर्खर गभर्नर सुभाष नियुक्ति भएको जेठ सर उसले हजुर भने मैले सुनिरहेको थिएँ त्यो मात्र भनेन 2446 भनेर उसले 2000 त्यसपछिबाट तल आउने लेभल भनेको 2036 पाउन्ड्स मैले टिपेको छु सुभाष सर एकछिन है मैले टिपेको छु यहाँ उसले तल आउँछ स्टक भनेको 2440 के अरे 2463 त्यसपछि 2030 त्यस्तो किसिमको बेकुब कुरा बोलेको छ उसले हिजो ल अब तपाईँको कुरो सुन्छु म ल बोल्नुहोस् यसमा विश्वयुद्ध भयो वर्स कन्डिसनमा भएको भए भन्न मिल्थ्यो वर्स कन्डिसन भएको भए होइन अब हिजोको भनेको नोइज हो भोइस हो यो फरक पार्टको त्यसलाई चाहिँ हामीले इन्भ्यालिड गरिहाल्नुपर्छ क्या मस्तिष्कले कहाँ बनाऊ भनेर हेर्नु पर्यो नि त मैले त आँखा चिम्म गरेर सोचेँ नि त कहाँ बनाऊ भन्दाखेरि 10 महिनाले खेलेको बजारको साइडवेजमा बनो कहाँ बनो 78बाट आएको 4 वर्ष पछि बनो जहाँ 5 वर्षमा बुल देखेको छु योभन्दा अगाडि 4 वर्ष पछि बनो अनि कहिले बनो बजेट भाषण अगाडि बनो अनि कहिले बनो 84 को चुनाव जहाँ अहिले काङ्ग्रेसका मान्छेलाई थाहा छैन देवालाई थाहा छैन केपीवाला थाहा छैन कुरा हामी बजारमा अलोकप्रिय छौँ भनेर आज केपीवाले एउटा कुरा सुधारेर बोले नि त अर्थतन्त्र चलायमान गराउन म लागेको छु भने क्या भनेको त मन्दी रहेछ भने त थाहा भयो नि त अहिले मन्दी त रहेछ मन्दी त उहाँहरूले मन्दी बोल्नु भएन मन्दी गर्दा के नीति बनाउनु पर्छ भने त उहाँहरूले बुझ्नु पर्ने अब रह्यो जेठ 15 आउन आँटेको बेला अनि नयाँ गभर्नर आउने बेला नयाँ नीति आउने बेला कम्पनीका वर्स कन्डिसनबाट कम्पनीले सुधार गर्दै लगेको बेला यस्तो बेला बनेको सुटिङ स्टारले बजार बेरिस लान्छ भन्न मिल्छ बजार बेरिस लाँदैन मिड टर्म बजारले त्यसलाई इन्भ्यालिड गरौँ आजै होइन आजै इन्भ्यालिड गरौँ मैले सोचे जस्तो चाहिँ भएन नै मैले त सुरुपल्टको लटमा 10-15-20 अङ्कसम्म घट्छ त्यसपछि बढा 15-20 अङ्कले बढेरै बन्द हुन्छ हिजो त्यही बोलेको जसले बजारमा 10-20 अङ्क घट्छ त्यस बेला सेयर किन्नु नै भनेको मेरो हिसाबले चाहिँ सुरुदेखि नै बढिरहेछ अब बोले जस्तो चाहिँ भएन होइन बोले जस्तो भएन ठिकै छ बजार बढ्ने ठाउँमै थिए अब आज त ब्याङ्कका मान्छेका त पोर्टफोलियो हेरे ब्याङ्कका मान्छेले त पोर्टफोलियो एकै दिनमा भरवारी आएको छ आज थोरैमा पनि यो 18 अङ्कै बढ्दा पनि मान्छेका धेरै बढेका छन् यस्तो बढाइ चाहिँ सधैँ बढोस् भन्ने मेरो अपेक्षा हो र यति भन्दै बजारले यो मिड टर्ममा पहिल्यै बोलेको छ अस्ति वैशाखमा आज बोलेको छैन यो 6 महिनामा पैसा कमाउन सक्नु भएन भने साथीहरू यो 2 वर्षदेखि लागेको भेल्यु भएन यो 6 महिनामै कयौँ स्टकहरू डब्लिन सक्छ अझ त 6 महिना पनि छैन अहिले मेरो हिसाबले 5 महिना मात्रै छ होइन र यो 3200 तोडी पछिको बजार महत्त्व बजार हुन्छ नयाँ पैसा त्यत्तिकै आउन खोजेका छन् हामीले सामाजिक सञ्जालमा आफूलाई अनुशासित गर्नुपर्छ फेसबुकमा होस् टिकटकमा होस् होइन क्लब हाउसमा होस् इन्टरभ्यूमा होस् पोजिटिभ भाइब चाहिँ दिइराख्नुपर्छ नयाँ मान्छे पैसा लिएर बजारमा तयार छन् 3% को पैसाले केही आएन ब्याजमा 5% राख्दाखेरि केही आएन पैसा भनिरहेका छन् मार्केटमा कमिन्छ भन्ने कुराको उहाँहरूलाई केही न केही नलेज भयो भने यो बजारमा पैसा आउँछ पैसा हामी मात्रै भएर हुँदैन बजारमा पैसा पनि आउनुपर्छ जति बढी पैसा आयो बजार त्यति नै दिगो र दरिलो भएर लिएर जान्छ गभर्नर साहबले गर्नुपर्ने काम कर्तव्य के हुन् भनेर आज इन्टरभ्यू बोलेर आएको छु अब सायद उहाँहरूले सुन्नुहुन्छ होला सुनेपछि गर्नुहुन्छ होला यति भन्दै म बिदा भएँ बजार घट्नु र बढ्नुमा मेरो दोष छैन बजार बढोस् भन्ने मेरो कामना छ हामी एकछिन प्रश्न छ प्रकाश सर एकछिन प्रश्न गर्नुपर्छ तल ल सोना भाइ गर्नु हैन मलाई त केही छैन त्यो भेडा भाइ आज आएन छ त्यही भएर दुखी हैन यहाँ हामी अघि के छलफल गर्दै थियौँ भन्दाखेरि सुभाष सर हामीले चाहिँ के यहाँ रमाइलोलाई गफ गर्दै थियौँ अनि चाहिँ हामीले चाहिँ अब हजुरले भने जस्तै अब 6 महिनामा चाहिँ अथवा 5-6 महिनामा चाहिँ स्टकहरू डबल हुनसक्छ भन्ने हामीले पनि अघि छलफल गरिरहेको थियौँ र कस्ता स्टक चाहिँ हुनसक्छ नि त डबल भन्ने कुरा उठिरहेको थियो के अब हजुरले पनि त्यो कुरा जोडिहाल्नु भयो सुभाष सर अब हजुरलाई चाहिँ कुन सेक्टरका कम्पनीहरू चाहिँ अब डबल हुने चान्स छ भन्ने देख्नुहुन्छ सुभाष सर कुरामा चाहिँ मैले बोल्न मिलेन बजारमा धेरै कम्पनी डबल हुने सम्भावना मैले 6 महिनामा देखेको छु हैन 6 महिना डबल भन्दा माथि नै देखेको छु अनुमानमा तर यो कुरा बोल्नु भएन किनभने मैले पहिले किनेर बसेको छु अब मैले किनेर बसेको कम्पनीमा त मान्छेहरूले नेगेटिभ बोल्दो रहेछ हैन नेगेटिभ बोलेको गर्छ त्यसमा थाहा नपाउने हुनाले मलाई चाहिँ थाहा छैन मलाई चाहिँ थाहा भएन तपाईहरुले जुनमा भन्नुहुन्छ त्यसै म किन्छु तपाईहरुले कुन देख्नु भएको छ मैले चाहिँ लाइफ इन्स्योरेन्स सेक्टर हुनसक्छ कि भनेको सुभाष सर हजुरलाई के सहमत
जनाउनुहुन्छ कि हुन्न? लाइफ इन्सुरेन्सको केही सेक्टर चाहिँ डबल भन्दा माथि नै हुन्छन्, केही सेक्टर केही कम्पनीहरू चाहिँ यो चाहिँ हो। ब्याङ्कहरू पनि एउटा दुईटा कम्पनी चारवटा कम्पनी डबल हुने सम्भावना चाहिँ छन् होइन। र अब अझै पनि हेर्न बाँकी छ 2-3वटा कुरा। ब्याङ्कलाई बजारको डबलको कुरा भनेको मार्केट बेनिफिट भयो। अब कम्पनीले बेनिफिट गरेर दिन्छ कि दिँदैन भन्ने कुरा पार्ट हो कि लङ टर्म इन्भेस्टर लड्ने मान्छे, संस्थागत लगानीकर्ता मानिस जो मान्छे होल्ड गर्न सक्छ, होल्डिङ क्यापेसिटी बढाउन सक्छ, त्यस्तो मान्छेले कम्पनीले दिने लाभांश हेर्छ। अब कम्पनीको ब्यालेन्स सिटमा चाहिँ नदेखिनु, त्यसै हामीले यहाँ बोल्नु चाहिँ बेकार हुन्छ जस्तो लाग्छ होइन। बेकार हुन्छ नि त, त्यो बेकार हो। कम्पनीका पोटेन्सियल कम्पनीहरूले राम्रै ग्रोथ गर्छन् भन्ने मेरो अनुमान। दोस्रो, केही बिग्रेका ऋणहरू उठ्छन् भन्ने मेरो अनुमान। र केही नयाँ कम्पनीहरूले आफ्नो फाइनेन्सियल रिपोर्ट चाहिँ राम्रो प्रकाशित गर्दै जान्छन्, त्यो चाहिँ ग्रोथ बढाउँदै जान्छन् भन्ने मेरो अनुमान। यो अनुमानले यति कुरा बढ्दाखेरि चाहिँ बजार पनि र कम्पनीको प्राइस पनि के भन्छ अब जस्टिफाई दिन्छ क्या, जस्टिफाई गर्छ। जस्टिफाई हुनुपर्छ कि केही न केहीको मूल्य जस्टिफाई हुनुपर्छ। अब मूल्य जस्टिफाई बिना त्यत्तिकै उचालिरहेको कम्पनी त पछारिन्छ नि त। पछार्दाखेरि त गाली त मलाई नै गर्दछन् फेरि पछ्रियो भने पनि। शेयर बजार सुन्दर छ बोलेको मान्छे, शेयर बजार सम्पत्ति हो भन्ने मान्छे। शेयर बजार सम्पत्ति हो, तर जस्तो पाए त्यस्तो शेयर चाहिँ सम्पत्ति होइन। जस्तो पाए त्यस्तो शेयर चाहिँ हुन्छन्, खेल्न चाहिँ पाइन्छ। बजारमा एउटा इन्भेस्टिङ टाइप हुन्छ, अर्को ट्रेड टाइप, कुरो यति हो। र केही कम्पनीहरू डब्लिने ठाउँहरू छन्। बजार डब्लिँदाखेरि हिसाबले हेर्ने भए कति छ भने 2000बाट अहिले हामी 2700 भनेको 700 अङ्क, 1800बाट हेर्ने भए 900 अङ्क, 9 दुना 1800 बढ्छ भने चाहिँ 27-18 भनेपछि नराम्रो ठाउँमा त छैन। जति हामी लोबाट बढ्यौँ 900 अङ्क मात्रै बढेका छौँ, त्यो 900 को डबल अङ्क चाहिँ बढ्ने ठाउँमा चाहिँ बजार चाहिँ छन्। अब त्यसको लागि के कुराले सपोर्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ छन्। ती सपोर्टका कुरा चाहिँ हामी एकपल्ट लबिजम गरौँ, एकपल्ट पोलिसी मेकरसँग छलफल गरौँ होइन। छलफल गरौँ। अर्थतन्त्र सुधार हुँदै जाँदाखेरि बजार सुध्रेरै जान्छ, झन् माथि सुध्रेरै जान्छ। यो 1+1 यहाँ चाहिँ 3 नै हुन्छ। यो 3 हुने टाइम फ्रेममा चाहिँ छौँ। अब तर हामी सबै मान्छे चाहिँ नेगेटिभ बोलिदिने, बजार भनेको डिमान्ड सप्लाईले खेलिदिने, यही कम्पनी नै यो हुन् भनिदिने होइन। यो हिसाबले चाहिँ नहुँदो रहेछ। त्यसकारण मैले आफ्ना कम्पनीको नामहरू चाहिँ नभनौँ भन्ने नै हो मेरो भनाइ। कहिले पनि सामाजिक सञ्जालमा कसैले पनि थाहा नहोस् भन्ने नै हो मेरो होइन। किनभने थाहा हुँदाखेरि मैले किनेको कम्पनी वा मैले राम्रो भनेको कम्पनीहरू चाहिँ मान्छेले नेगेटिभ तरिकाले बोल्दो पनि रहेछन् र कहिलेकाहीँ मेरो पनि एनालाइसिस नपुग्दो सक्दो रहेछ होइन। ती कुराहरू चाहिँ छन्। त्यसकारण तपाईँ आफ्नो एनालाइसिस गरेर आफ्नो रिस्क हेरेर सोर्स अफ फन्ड चाहिँ के हो भन्ने सबैभन्दा महत्त्वपूर्ण पार्ट हो। आफ्नो पैसा छ भने हेर्नुहोस् फन्डामेन्टल कम्पनी किन्नुहोस्, ऋणको पैसा छ भने फन्डामेन्टल प्लस ट्रेड गर्नुहोस्, सापट्टि र ब्रोकरको छ भने 3 दिनमा उचिरेर बेच्न खालको पैसा कुनमा आउँछ त्यसमै जानुहोस्। यदि नआउने भयो भने त्यहाँ स्टप लस गरेर बस्नुहोस्, घाटा नाफा तपाईँको कुरा। यति कुरा राख्दै म बिदा हुन्छु। हस्, धन्यवाद। होइन हजुर सर, सुभाष सर नमस्ते। म एकछिन मलाई सर बोल्नु सुभाष सर को बोल्छियो भनेको गइसक्नु हो क्या? हजुर गइसकेछ। प्रमोद सर नमस्कार। प्रमोद सर ए हजुर म सुभाष सर आएर हुनुहुन्छ सर? सुपर आएर होइन, म त खास म आज आउने मन थिएन। मलाई त्यही भेडा भाइले हिजो साह्रै ल्याङ गरेर म भागेँ होइन। भागेँ भने भएको भनेर अनि भेडा मसित सम्पर्कमा आएको थियो। अनि म राति 11 साढे 11 बजे आउँछु भनेको छु। राति त्यो एउटा सानो उसमा यस्तो नि। अब त्यस्तो भाइहरूलाई भाइसँग डिबेट गर्ने टाइम पनि छैन। हेर्नुहोस् हामीसँग टाइम पनि छैन। एउटा ऊ अब देखेको पनि होइन, ऊ कि त जेन्युन मान्छे हुनु पर्यो कि आफ्नो आइडी फेसबुक समाज थाहा पाएर गर्नु पर्यो नि, बस गर्नु पर्यो नि त। अब उसले दुईटा कुरा सोध्छ। मैले एउटा स्टकको सोधेको थिएँ त्यो भेडा भाइलाई, त्यो अचम्म भनिदियो। म दङ परे त्यो सुनेर। अनि अब एउटा लेख्दैछ बजार यो एउटा डम्प भनेर बजार पनौती बाजे आएछ, बजार घट्छ भनेर। आइतबार घट्दैन बजार, के गर्ने अब? होइन त्यस्तो हुँदैन। अब हिजो आउँदा पनि धेरै मान्छे नेगेटिभ लिइरहेको थियो, सुभाष घट्न आयो बजार घट्छ भनेर। बजार घट्नै घट्दैन। म घटेको दिन आइदिएको छ मैले, बजार बढेको दिन नभएर। आज पनि म धेरै त होइन, त्यो भेडा भाइसँग गफ गर्न मात्रै आएको। भाइ रहेनछ सम्पूर्ण साथीलाई। अनि सुभाष सर यो सुन्दै हुन्छ सुभाष सर? लास्ट अन्तिम प्रश्न गर्छु म। सुन्दैछु। अब अर्को केही म अहिले केही सुन्न भ्याइन। 2000मा बजार मैले 2025 मा सम्म 25 अङ्कको मात्रै च्यालेन्ज खेलिदिएको थिएँ क्या। 2025 अङ्कमा कुनै बेला
यो 2000 भन्दा मुनि आउँदैन बजार भनेर आयो भने त 40 अङ्क अरू पनि घट्यो 1960 आएर तर बजार आज धेरै माथि नै छ हैन यस्तो च्यालेन्ज यहाँ खेलिरहेको छु मैले अहिले पनि त्यस्तो च्यालेन्ज कालो के दलको भने बेलामा सुभाष सर याद छ हामी यही छौं हैन त्यो त्यति त्यो भनेको मतलब मान्छे कतिसम्म त्यो मैले किन मसँग फोटो लगाएको भने उसलाई डोमिनेट गर्ने हो नि त मैले पनि जम्मा उ 40 अङ्कलाई मलाई डोमिनेट गर्यो उसले त यहाँ लाखौं अङ्क बजारमा देख्छ नि त हैन त्यसकारण हामीले बुझ्नुपर्छ बजारमा यति कन्फिडेन्सको साथ बोलेको यो 2260 को र्यालीले 3200 तोड्दैन यो भन्दा बढी कन्फिडेन्स तपाईं सबै रेकर्ड छ त सुभाष भट्टराईले 3200 नतोड्ने र्याली हो 2260 बाट आएको 2982 ठाउँमा 3050 पुग्यो 2982 कहाँ बास बस्छ भने 2584 यति लामो बजार खेल्यो हैन अब यत्रो कुरा मिलायो कसैले भन्दैन यो सुभाष भट्टराईले त र्यालीले तोड्दैन यो र्यालीले अब आउने र्याली तोड्ने सम्भावना अधिक भन्दा अधिक छ है फेरि यो पनि बोल्देको यही असारमा तोड्न सक्छ साउनमा तोड्न सक्छ 3200 तोड्न यो शक्ति सञ्चित भएर गएको बजार छ 3200 तोड्न सम्भावना अधिक भन्दा अधिक छ है यति चाहिँ बोल्देको छु धन्यवाद गुड नाइट हैन सुभाष सर तपाईले भनेको ठिकको 3200 तोड्छ एउटा कुरा मलाई लाग्यो नि सुभाष सर यो 3200 को लागि केही स्टकहरुले यस्तो शक्ति सञ्चय गरिरहेको छ कि तपाईको एउटा लेभलमा यस्तो कडा एकुमुलेसनहरु भइरहेको छ त्यो हिसाबले हेर्दाखेरि पनि कतै सुभाष सरले केही स्टकहरु भन्न मिल्दैन भन्दै गर्दाखेरि त्यस्तो चाहिँ अब मैले निकट भविष्यमा जुन सरले भन्नुहुन्छ मैले केही पोइन्ट्स अपको चाहिँ मैले सम्भावना देखाएको भने यस्तो स्टकमा अब मसँग मेरो आफ्नो पक्षको मानिसहरु पनि धेरै भए मलाई राम्रो मान्ने मान्छे पनि छन् नराम्रो मान्ने पनि छन् अधिकांश अरबपति करोडपतिले मलाई राम्रो मान्छन् किनभने उनीहरु ठुलो पैसा हाल्दा जस्तो पाए त्यस्तो जोखिम स्टक किन्दैनन् जोखिम स्टक नकिन्ने उनीहरुले मलाई राम्रै मान्छन् जोसँग 1 लाख 2 लाख छ फास्टको फास्ट यही पैसाबाट कमाउनु पर्ने छ ट्रेडबाट कमाउनु पर्ने छ ब्रोकरको लागि चाहिँ कमाइदिन्छ आफ्नो लागि कमाउँछ कमाउनु त म भन्न सक्दिनँ दिनैपछि ट्रेड गर्ने मान्छेले हाम्रो जस्तो बजारमा नकमाउन पनि सक्छ वान वे बजार हो स्टप लस गर्न सक्दैन अब सिद्धान्तमा स्टप लस 10% मा गर्ने हो हैन 10% लस भने स्टप लस गर्नुपर्छ भनेर पढाउनु पर्छ हामीले पनि पढ्ने भनेको त्यही विदेशी सिद्धान्तै हो अब त्यो सिद्धान्त नेपालमा लागू नै हुँदैन कम्पनीको शेयर किनेको 3 दिन कन्टिन्यू घट्न सक्छ खातामा नआइकन 30% डाउन हुन्छ उसको मार्केटमा पो त रियल टाइम बेसिसमा छ आको 5 महिना शेयर बेच्न पाउँछ 5-7% घट्यो भने पनि बेच्न मिल्छ हाम्रो जस्तो मार्केटमा त मिल्दैन टु वे मार्केट होइन अब यही मार्केटबाट दाल भात तरकारी कोठाभाडा छोराछोरीको फी सोध्दो रहेछ मान्छेहरूले अब त्यस्तो नदिन सक्छ दिनै नसक्ने छप्पड फाड्के दिन्छ त्यो मैले देखेको छ ठुला यी मैले हाइक्या भनेको सुभाष सर म चाहिँ दाल भात तरकारी खाइरहेको छु छोराछोरी पनि पढाइरहेको छु है अनि त्यो तपाईको हिसाबबाट त भयो नि तपाईको हिसाबमा तपाईले यसरी सबले सक्दैन नि त हैन तपाईले कुनै कम्पनीबाट डिभिडेन्ड पनि खानुहुन्छ होला नि त भनेको 1 लाख रुपैयाँ भएको पैसाले खानु त भएको छैन 1 लाख रुपैयाँ पैसाले ट्रेड गरेर दाल भात खानु भएको छैन के त्यो ट्रेड गर्न तपाईसँग 20-50 लाख 1 करोड होला नि त तर व्यक्तिगत रूपमा धेरै भाइ बहिनीहरु 2 लाख 1 लाख लिएर आएका हुन्छन् हैन अब त्यस्तो पैसा रिटेलरको पैसा तान्नेर अपरेटरको हातमा पुगेको हुन सक्छ धेरैवटा कम्पनी मार्फत अपरेटरको हातमा स्पेकुलेटरको हातमा राज्यको हातमा र ब्रोकरको हातमा नै पैसा पुग्यो एउटा मैले हिजो पनि कम्पनी भने त्यो कम्पनीले क्यापिटल गेनको रूपमा सरकारलाई 30 करोड जति तिरेछ ब्रोकरलाई 12 करोड जति तिरेछ 42 करोड त हाम्रै पैसा हो नि त अनि कम्पनी जहाँबाट पुग्यो फेरि त्यहाँ आयो भन्दा त के नै भयो र त्यो त हैन केही नै भएन नि त यी कुराहरु चाहिँ हुन्छन् बजारमा यो बजारमा यस्तो पैसा हुन्छन् र मान्छेहरु नेपालीहरु गोर्खेली टाइपको छौं हामी हटी होइन डटी लड्ने टाइपको मान्छे हौं जुन स्टक किन्यो त्यही स्टकबाट कमाउनै पर्छ भन्ने धारणा हो हामी स्टप लस गर्न सक्दैनौं र हामीले जुन कम्पनीमा डुबेको छ त्यो कम्पनीमा हामी दागा धरिरहन सक्छौं त्यस्तो दागा धरिराख्ने कम्पनीले हामीलाई कहिलेकाहीँ सक्दिन सक्छ त्यसकारण स्टक मार्केट भनेको दागा धर्ने ठाउँ पनि होइन र कोहीसँग प्रतिस्पर्धा गर्ने ठाउँ पनि होइन होला मसँग कोही रिसाउँछन् होला कोही यो मान्छे रिसायो यो मान्छे झगडा गर्यो भन्छ म कोहीसँग मेरो प्रतिस्पर्धा होइन मैले भनेको रियालिटी कुरा सुनाउने हो स्टक मार्केटको रियालिटी कुरा हो नसक्छ एउटा कम्पनी मात्रै मैले एनआइसिएसए त भनेको थिएन त्यहाँ भनेका कम्पनी त मेरा 13वटा कम्पनी थिए 13वटा कम्पनीमा हेर्ने भए त धेरै कम्पनी लाभांश मुनाफा दिएका छन् र हैन यी कुराहरु चाहिँ छन् नि त तर एउटा कम्पनीमा कोनी के भनिरहेका हुँदा रहेछन् त्यसकारण यो सोसाइटीबाट टिकटकबाट वा क्लब हाउसबाट वा सामाजिक सञ्जालबाट हामीले नयाँ मानिसलाई नयाँ फन्ड लिएर पनि बोलाउने हो भने उनीहरुलाई पनि आर्थिक प्रगति हुन्छ भने हामीले माथि गएर बोलाउने होइन नयाँ मान्छेले पैसा कमाएन भने यो बजारको सुन्दरता पनि हराउँछ त्यसकारण 1800-2000 मा बोलाइ गरेको कालो मसो लाउन रातो मसो लाउन मलाई के थाहा छ बजार 1 दिन 2 दिन 4 दिन नगरौं यो बजारमा
ठ्याक्क बढ्छ उसको पैसा लगाएर कहाँ राख्छ चाहिँ डबल छ ब्याङ्कको एफडीको ब्याज 12% छैन 18% छैन यहाँ पैसा 3-5% 6% एफडी छन् अब 5-6% ग्रोथ यहाँ हुनसक्छ यिल्डको आधारले यहाँ यो हुनसक्छ उसले अब अरूसँग कम्पेयर गरिराख्नु भएन कुनै कुनै कम्पनीको भाउ छिटो बढेर माथि गयो होला त्यो कम्पेयर गर्यो भने उसलाई दुःखी हुन्छ तर उसले कहाँ त्यो पैसा चाहिँ कहाँ राख्दाखेरि ब्याङ्कमा राखेको एफडी चाहिँ यहाँ लिएर आयो भने त यहाँनिर बेनिफिट हुन्छ भनेर हामीले बोलेका हौँ यो कुरा चाहिँ महत्त्वपूर्ण पार्ट हो नि त होइन एउटा विद्यार्थीले आइपिओ भन्न सिकोस् यहाँबाट समृद्धि बन्न सकोस् यो हामीले हेर्ने भए भारतभन्दा माथि छौँ अहिले हामी होइन हामी अब जापानको हाराहारी त पुगेका छैनौँ हामी जापानमा 33% मान्छेको डिम्याट एकाउन्ट छ हामी पनि लगभग 20-22% मानिसको डिम्याट एकाउन्ट भएको चाहिँ छ अब हामी कम्तीमा 50% मान्छेको डिम्याट एकाउन्ट होस् भन्ने मेरो धारणा हो होइन 50% डिम्याट एकाउन्ट मध्येको 25% चाहिँ होल्ड पनि होस् कितारू होल्ड भनेको त लङ टर्म इन्भेस्टमा हो जति होल्डरहरू बढ्छन् जतिसँग होल्ड क्यापासिटी बढ्छ त्यसकारण भाउ बढ्ने हो भारतमा एउटा कम्पनी 10 किता 20 किता 10 किता 20 किता राखेको रहेछ कि धेरैजना मान्छेले रिटेलरले पनि 10-20 किता राखेको हुनाले होल्डिङ क्यापासिटी बढो पब्लिकको अथवा इन्भेस्टरको अनि कम्पनीको भाउ बढ्ने आज हाम्रो क्यापासिटी नै छैन हामीसँग सेयर किनेपछि 3 दिनमा बेच्नै पर्ने हुन्छ वा फोर्स सेल बेचिदिन्छ कसले बेच्छ ब्रोकरको उधारो खेलेपछि बेच्छ अब उधारोको बाँकी नगरौँ न भनेर गरेको समाजमा यहाँ सबैले मलाई गाली गरे बाँकी भनेको गर्नुपर्छ तर त्यसको कति % गर्ने भने आफूसँग जिरो फन्ड अनि ब्रोकरको मात्रै पैसा भने ब्रोकरले सेटलमेन्ट गर्न गाह्रो हुने सम्भावना छ र धन्नै बजार 2200बाट 3000 गयो भन्नु छैन नत्र नयाँ ब्रोकरहरू केही ब्रोकर टाँट पल्टेर जान्थ्यो जब ब्रोकर टाँट पल्टिन्छ भने ब्रोकर चाहिँ हाम्रो मार्केट पार्टिसिपेटभित्रको एउटा के भन्नु पर्यो अब एउटा चाहिँ खम्बाई हो क्या एउटा पिल्लर हो ब्रोकर अब ब्रोकर टाँट पल्टेर जाँदा हामी खुसी मान्नु हुँदैन एउटा दुईटा ब्रोकर जाँदा पनि बजारलाई नेगेटिभ इम्प्याक्ट पर्छ नेगेटिभ इम्प्याक्ट पर्नु भनेको समग्र मार्केटलाई हेर्ने हेतु हो झापाली 2-4 फटा छन् फटा छैन होइन नि फटा छन् नि तर त्यो फटा हुँदै सबै झापाली फटा हुन्छन् भन्नु अब फटा हुन्छन् मात्रै भन्ने होइन यसो हेर्ने भए झापाली जतिको बाटो को छ जस्तो लाग्छ मलाई देश झापालीले चलाएको छ प्रधानमन्त्रीहरू गणतन्त्र नै राम्रो भन्ने केपी ओली झापाली ब्याङ्कको ऋण खापी तिर्नै पर्दैन भन्ने दुर्गा प्रसाद झापाली गणतन्त्र राम्रो भन्ने केपी झापाली भने जस्तै राजा राम्रो भन्ने चाम्नी के अरे लिङ्गदेन राजेन्द्र लिङ्गदेन झापाली ब्याङ्कको ऋण तिर्नु पर्दैन दुर्गा प्रसाद झापाली ब्याङ्कको सेयर किन्नुपर्छ भन्ने सुभाष भट्टराई झापाली यो चारवटा झापालीको कुरै मिल्दैन नि त चारटै झापालीको कुरा मिलेको छैन तर मेरो कुरा चाहिँ आर्थिक प्रगतिको लागि स्टक मार्केट एउटा ठाउँ हो यो एउटा वस्तुको तर विभागीय विषय हो यसलाई दिनै पछि ट्रेड मात्रै वा दिनै पछि हेरेर भन्दा लामो अवधिमा एउटा 10-15 वर्ष 5 वर्ष एउटा डिकेटको प्लान बनाउने हो भने जतिखेर मैले 2288मा पनि आएको थिएँ मलाई पछ्याउनेले कम्तीमा 5-10 वर्ष पछ्याउनु पर्छ भनेको छु अहिले 3 वर्ष पछ्याउनु भयो सायद त्यो 3 वर्ष पछ्याउँदा थोर मुनाफा भयो होला तर बाँस 6 महिनासम्म जरा मात्रै हाल्न टाइम लिन्छ तर अर्को 6 वर्षसम्म 5 वर्षमा जरा हाल्न टाइम लिन्छ तर अर्को 6 महिनामा चाहिँ बाँस साँच्चैको ठडेर देखिन्छ मलाई लाग्छ यो हाम्रो अबको 1.5 वर्षमा पनि बजारले राम्रो रूप देखाउँछ तपाईहरुको सधैँ उन्नति र प्रगति चाहने मान्छे हुँ तपाईको हित नै मेरो हित हो लगानीकर्ताको हित हो जिन्दगीमा बोनसमा पाएको लाइफहरु छन् मेरा त्यस्ता बोनसमा पाएका लाइफहरु तपाईप्रति समर्पित गर्दै मेरा यी भनाइ राख्छु मेरा राम्रा भनाइहरु तपाईको आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ आफ्नो परिवारलाई आफ्नो समाजलाई सधैँ उन्नति प्रगति गराएर देश राम्रो बनाउनुहोस् र अन्त्यमा म बिदा भए हस् धन्यवाद सुभाष सर हेलो प्रकाश सर यहाँ मैले एउटा कुरा भन्नुपर्ने थियो हेलो हेलो होइन यहाँ फन्डामेन्टल हेरेर किन्ने भन्नुहुन्छ अनि फेरि फन्डामेन्टल बिग्रेसी बेच्नु चाहिँ भनेर चाहिँ सिकाउनु है यहाँ सुभाष सरले फन्डामेन्टल भनेको सर यो ट्रेन्ड एन्ड ट्रेन्ड हो सर जता ट्रेन्ड चल्छ त्यही फन्डा आउँछ होइन यत्रो अस्तितिर होइन त्यो फाइनेन्समा फन्डामेन्टलै थिएन होइन अब त्यहाँ फन्डामेन्टल देखाएर उडाइयो अब जस्तै डेभलपमेन्ट ब्याङ्कमा फन्डामेन्टलै थिएन कसले भन्यो यस्तै हो सर जता जता ट्रेन्ड पर्छ त्यसलाई नै फन्डामेन्टल हो पैसा जहाँ पर्छ त्यतै फाम फाल्नुहोस् सम्राट सर तपाईले यो फाइनेन्समा फन्डामेन्टल छैन भन्नुभयो ब्याङ्क भन्दा कुनै राम्रो फन्डामेन्टल छ है फाइनेन्समा ए हुँदैन बेच भन्नु भने त लहट्छन् मलाई एकपल्ट फाइनान्स आर्मीले लहटेर म कस्तो AK-47 पड्काएर मलाई लहटे म हाउस छोडेर भागेको हो जब ताम आउँछ त्यतिबेला फन्डामेन्टल म भागेको हो फाइनेन्समा बेच्नुपर्छ
हुँदैन है यो 1000 माथि गएर फाइनेन्स नकिन भन्नलाई गएको मलाई AK47 पड्काएर होइन कुटुङटुङ लगटे ठाडो पुच्छर लाएर यहाँ सुभाष सरहरू पनि अब आएर फन्डामेन्टल अस्तितिर हेरेर हेर्नु 3 न वर्ष हाइड्रो 5 पनि 10 12 वर्षको लागि 1300 मा भनेर किनेको भन्नुहुन्छ। थिए त्यति बेला फन्डामेन्टलको कुरा भएको थिए अब घटिरहेछ अहिले केही पनि आउँदैन नि त यस्तै हो सर सर फन्डामेन्टल कम्पनी पनि छ है फाइनेन्समा पनि अब त्यो तपाईँले छान्न सक्नुहुन्छ कि हुन्न भन्ने आफ्नो अहिलेको कुरा हो प्राइस होइन। त अहिलेको प्राइसमा फाइनेन्स त ठिक छ त अस्ति नै 1000 माथि पो बेठिक भयो त अब त 500 मा त ठिक छ नि त होइन हिजो तपाईँको अस्तितिर पनि त्यो तपाईँको यो 4-500 त्यो अहिले 300 बाट बेठिक बढेर आइसिएनएसले 500 अहिले जाँदाखेरि त पनि त्यो फाइनेन्स अब फन्डामेन्टल 500 मा छैन भन्ने बेच्न पठाएछ त्यसपछि तपाईँको 1000 जुनै पनि पुग्यो त्यति सुन्नुहोस् है तपाईँको जुनै पनि कम्पनी तपाईँको 1800 लेभलबाट त तपाईँको 30-40% धेरै 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 कम्पनी मोर देन 50% कम्पनी तपाईँको बढेकै छ नि त त्यो हिसाबले पनि तपाईँको फाइनेन्स 400 को फाइनेन्स 500 त आज 500 भनेको त आज त राम्रै रेट हो त जम्मा 400 को 500 350 को तर 500 यो भनेर जम्मा 150 मार्केट रुपियाँ छ त नि बढेछ सर बटमबाट। यो मार्केट बुल चाहिँ 3200 काट्ने 84 पछि नै काट्छ जस्तो लाग्छ मलाई अहिले चाहिँ काट्दैन होला है 3200 3200 त अब तपाईँको यो हो सर यस्तो ब्याङ्कको भोल्युम यस्तै आउने हो भने तपाईँको यस्तो यस्तो ब्याङ्क र यस्तो इन्सुरेन्सले चाहिँ साथ दिने हो भने सोनाम सर म एउटा कुरा राखौँ सर। त्यो 84 पछि चाहिँ नयाँ इन्डेक्स आउँछ 3200 माथि बस्छ सम्राट सर हो गर्दैन 84 पछि नयाँ बुल आउँछ अर्को बुल बियरिस आयोरी बुल आउँछ 84 मा मात्र गर्छ हो सम्राट सर तपाईँले भने ठिक हो। त्यो हिजोको भेडो कहाँ हो खोजौँ न अशोक दाई यो सम्राट सर चाहिँ के हो अस्तिसम्म बुल हो भन्दै हुनुहुन्थ्यो फेरि आज आएर सर मैले बियर बुलै भइसक्यो। भनिरहेको छु यो त बुलै हो नि सर 50 अङ्क बढ्यो भेडो भने कम्पनी डबल हुन्छ यो बुल होइन सर अब हेर्नु भेडो न त्यो आउँछ सिन्धु अरे 600 लक्ष्मी सर अब त्यो एकछिन सिन्धु पछाडि आउँछ अस्ति अरे 600 भेडो आज फेरि 1200 पुग्छ हेर्नु डबल भइहाल्छ अब त्यसलाई 11 बुल बजे नभनेर पछि के आउँछ भन्नु भने अरे भेडोले 1200 होइन 1500 पुग्छ सर 1500 पुग्नु पनि सक्छ सर 1200 सम्म आशा गरौँ न होइन मलाई हिजो म चाहिँ 1500 भेडोले भनेको फर्स्ट वर्ड भनेको लक्ष्मी सर बैङ्कको त चार्ज एकदमै बेरिस छ भन्थ्यो आज बैङ्क उडेको सबभन्दा बेरिस चार्ज त बैङ्कको छ भन्थ्यो भेडाले यो भेडो भनेको आज यसलाई छिन्छ एउटा मान्छे श्री भने जस्तै हो क्या भेडो नामै भेडो मैले 11 बजे हिँड्छु नि। 11 बजे पछि आउँछ अरे भेडोलाई फुर्सद 11 बजे पछि हुन्छ हो हिजो पनि 11 बजे आएर भने हो बैङ्कको चार्ट पुरै बेरिस छ लक्ष्मी सर हेर्नु त भनेको थियो हेर्नै पर्दैन यस्तै यस्तै भएको बेला यस्तै कम्पनी किन्ने हो भनेको भेडो 2442.43 आउँछ नेप्से भनेर रातभरि चाटेर म हिजो सबभन्दा यो लक्ष्मी सर सिजनको सबभन्दा लेटसम्म बसेको म हिजो लक्ष्मी सर यो लक्ष्मी सर अघि नैको कुरा गरौँ न यो मल्टिब्यागरहरूको कुरा गरौँ न सर कुनले डबल देला त सर ए मल्टिब्यागरबाट लागिसके हेर्नु 5 गुणा 7 गुणा भइसके अब यो पनि एउटा त्यही त सम्भावना हुन्छ कि भनेर बोक्ने हो होइन हो अब म त अबको यो लेभल प्राइसहरू सब हेर्ने हो भने बैङ्कहरूले नै दिन्छ होला बढी रिटर्न अझै पनि बैङ्कहरू 3-4 गुणा हुन सक्छन् सर मलाई त फेरि अब लोक्याप पनि तपाईँको बिस्तारै उठाउँदै हुन्छ कि भन्ने चाहिँ मलाई लाग्छ है सर त्यो खडखडे गर्नलाई हुन्छ होइन होइन जस्तै उदाहरण सर जस्तै म भन्छु है जस्तै हिजोको दिनमा तपाईँको मार्केट के अरे 3200 पुगेर जुन घट्यो नि घट्ने बेलामा चाहिँ हामीलाई चाहिँ नर्मल रिटेलरहरूलाई चाहिँ अपरेटरहरू होइन ठुला खेलाडीहरूले के भनेर फसाए भन्दाखेरि मार्केट घटे पनि होइन किता नबेचेसम्म घाटा हुँदैन किता चाहिँ बचाउनु पर्छ भनेर चाहिँ फन्डामेन्टल किन्नु फन्डामेन्टलले तपाईँहरूलाई जोगाउँछ भनेर त्यतिखेर के भयो भन्दाखेरि हजुरको लोक्यापहरू जति अलिकति नराम्रो फन्डामेन्टल जुन त्यतिखेर कहलाउँथे होइन तिनीहरू चाहिँ झ्याम बेच्न लगाए फन्डामेन्टल किन्ने हो होइन तपाईँको 1800को रेन्जमा आउँदाखेरि चाहिँ रिटेलरसँग के भयो भन्दा हातमा हाई क्यापहरू मात्रै भयो क्या त्यतिखेर फन्डामेन्टल हुन्छ भनेर चाहिँ फन्डामेन्टल स्टकहरू भयो बिस्तारै उड्ने बेलामा तपाईँको चाहिँ लो क्यापहरू उडाए यिनीहरूले होइन अनि पछिको यो अहिलेको सिनारीयोमा कस्तो भइरहेछ भन्दाखेरि चाहिँ लो क्यापहरू घटाएर चाहिँ
अहिले चाहिँ हाई क्यापहरू बढाइरहेछन्, मिड क्यापहरू बढाइरहेछन्, जस्तो सर हाइड्रो पावरमा हेर्नु। तपाईँले यो राधीको हेर्नुहोस् होइन, टुप्पोमा किनेको पनि कति पर्सेन्ट कमाएका छन् त्यो हेर्नुहोस् है। होइन होइन भन्न खोजेको अब अहिले सिनारियो कस्तो भइरहेछ भन्दाखेरि चाहिँ 3200 हुँदा अगाडिल्लो बुलमा फसेका मान्छे पनि राधीमा पैसा डबल भइसक्यो। त्यही त त्यति बेला 12-1300मै किनेको पनि डबल भइसक्यो। क्यापलाई पनि डबल बनाउँछ सर अहिले चाहिँ। यहाँ नारायणमा पैसा डबल भइसक्यो, त्यही हो फन्डामेन्टल। राम्रो थियो त फन्डामेन्टल। जुनै पनि हाई क्याप डबल हुन्छ। त्यो त हजुरको एक्सेप्सन फ्यु स्टक्स भयो नि, तर म्याक्सिमम त हजुरको जुन 3200को लेभलमा फसेकोहरू त अझै पनि उत्रेको छैनन् नि लो होइन। क्यापको पनि मैले त्यो पालो त आउँछ सर, लो पनि चल्छ। होइन होइन मैले चाहिँ त्यो चाहिँ फसेको र रिटर्न भयो भन्ने कुरा गरे होइन कि रिटेलरलाई चाहिँ कसरी तपाईँको चुतिया बनाएर हुन्छन् यिनीहरू भन्ने कुरा भन्न खोजेको कि अहिले मान्छेहरूले के गरिरहेछन्, भएको लो क्याप जति फालिरहेछन् हाई क्यापतिर किनिरहेको छन् के होइन। अब हाई क्याप स्टकहरू कतिसम्म बढ्ला भन्ने कुरा हो। म जहाँ भेट्यो त्यहीँ हानिदिएका थिएँ कि, हेरिरहेको थिएँ मैले, वाच गरिरहेको थिएँ मार्केट टाइममा। यस्तो जहाँ सर, पायो हाई क्याप यहाँ सुन्नुहोस् है, हाई क्याप स्टक नबढिकन नेप्से बढ्दैन। नेप्सेले 3000-3200 ब्रेक गरेर माथि नगइकन बुल हुँदैन। बजार बुल नभई सुखै छैन। सबैले हाई क्याप मात्रै किनेर नेप्से पनि बढ्दैन, के लो क्याप मात्रै किनेर नेप्से पनि बढ्दैन। लो क्यापहरू सबै इन्भेस्टिङ टाइपका छैनन्। लो क्याप कम्पनी बैङ्कले प्लेजमा राख्दैनन्। अब अर्बौँको पैसो प्लेजमा पनि जानु परेको छ। अर्बको सेयर प्लेजमा पनि राख्नु परेको छ। त्यो सबै तपाईँ हामीले सोचे जस्तो हुँदैन के, तपाईँ त्यो कुरा नगर्नुहोस्। सर त्यसरी हुँदैन। त्यो पनि हो सर, त्यो पनि हो सर होइन। तर अहिलेको सिनारियो जस्तो पहिलाको जस्तो बुल मार्केट जस्तो त छैन नि त। अहिले त तपाईँलाई अपरेटरलाई मार्केट होइन 3200 कटाओस् नकटाओस् मतलब छैन के। उनीहरूले त पर्टिकुलर स्टकबाट टाइम फ्री टाइम प्रो कमाउन्टले कमाइरहेको छन् के। उसले तपाईँको 3200 पुग्यो सर, सर्सेल आयो भने झनै मजाको मार्केट हुन्छ। यो त केही पनि होइन। त्यही त जुन पैसा कमाउने अपरेटरलाई तपाईँको मार्केट 3200 किन पुऱ्याउनु पर्यो, 4000 किन पुऱ्याउनु पर्यो, जब कि यही तपाईँको पर्टिकुलर स्टक खेलाएर नि उनीहरूले मजाले कमाइरहेको छ नि त। सर अनि तपाईँको कुरो के भने मुला सागहरू तपाईँ हामी 1-2 हजार किता किनौला बेच्नलाई पनि नेप्सेमा माहौल आउनुपर्छ है। यत्तिकै चाहिँ रायोको सागहरू हामी 2000, 4000, 10,000 किता किन्ने होला कि हामी म्याक्सिमम किनेदेखि 2-5 हजार किता किन्ने हो। लाखौँ किता किन्ने मान्छेलाई लोकल काम छैन कि मजाले बिगाउँछ सर, बेच्नलाई अब गाह्रो हुँदैन। जस्तै एनएफएस 2600 पुऱ्याएर पार्सेलले माइक्रो फाइनान्स हेर्नु न कस्तो गाह्रो भइरहेछ। लो क्याप माइक्रो फाइनान्स 3 वर्षदेखि पहिला पो त त्यो 3000 सम्म र्याली आएर बेच्न पाए त अपरेटरले पनि लो क्याप। अहिले त गाह्रो छ नि सर अपरेटरलाई पनि लो क्याप बेच्न। त्यो आज पनि डबल मूल्यमा छ हेर्नु न। अरे सर यो तपाईँले अपरेटरले ठेल्न थाल्यो भने 5 दिन 10 दिनमा तपाईँको 50% तल गइहाल्छ। त्यही पनि लो क्याप डबलमा छ क्या। जस्तै उदाहरण दियो भने युएसएलबी त्यो 12-14 तपाईँ लोबाट हेर्नुहुन्छ, लोबाट हेर्दा त सबै डबल छ नि सर। हाई क्याप पनि डबल छ नि, लोबाट हेर्नुहोस् न। एसपीडीएल डबल छैन। त्यो हाई क्याप होइन सर, मिड क्याप हो। कुन भन्नुहुन्छ त हाई क्याप? कुमारी ब्याङ्कहरू हो, ब्याङ्क हो। त्यो हेर्यो भने त्यो डबलमा छैन सर। निफ्रा पनि डबल पुगेको थियो सर। 180-90बाट कति पुगेको छ हेर्नुहोस्। कि निफ्रालाई डबल भन्नुहुन्न तपाईँ? निफ्रा 180बाट 360 हुनुपर्ने डबल हुने भाइ। अनि पुगेको थियो त सर। जस्तै माइक्रोमा हेर्नु न, तपाईँ 1400-1500 को स्टक अहिले हेर्नुभयो भने 5000 तिर पनि देख्नुहुन्छ है सर। त्यस्तै कुरा गर्ने भए त राधी 200 को तपाईँको बोनस खाएर राइट पचाएर तपाईँको कहाँ पुगेको छ हेर्नुहोस् न।